यो ऐसेलु हो। ऐसेलु सामान्यतया वैशाख जेठमा पाइन्छ। गर्मी महिनामा यो फल पहाडतिर पाइन्छ। यो काँडामा फल्ने फलफुल हो। यहाँ एकदम दाजु ऐसेलु खान आउनु भएको छ। दाजु ऐसेलु खाइरहनु भएको छ? खानु भन्दा नि टिप्दैछु, खाँदैछु। कति टिप्नु पर्यो देखाउनुस् त? थोरै टिपिसके यो। टिपिन्छ। यो ऐसेलुको बारेमा तपाईलाई केही जानकारी के छ यसको विशेषताका बारेमा? विशेषता त अब यो अर्गानिक फल हो। हजुर। अब हामीसँग ल्याब टेस्ट गर्ने हैन, यसबाट फाइदा बेफाइदा हजुर के हुन्छ हैन, त्यो उपकरण त छैन। तर पनि यसबाट फाइदा नै हुन्छ हैन। हामीले खाँदा यो राम्रो चिज हो, राम्रै फल हो। सामान्यतया यो स्वास्थ्यको लागि नि राम्रो हुन्छ। कस्तो कस्तो ठाउँमा पाइन्छ यो सामान्यतया? सामान्यतया यो हाम्रो पहाडी भेग हो हैन। हजुर। पहाडी भेगको यो अलिकति खोलाको छेउमा अलि हाइटमा पनि पाइन्छ होला। यो भन्दा अलि माथि। हजुर। अलि हाइटमा पनि यो पाउँछ। तराई क्षेत्रमा पाउँछ कि पाउँदैन? खासै तराई क्षेत्रमा भएको जस्तो देखिएन है, मैले देखेको छैन हैन। हजुर हजुर। अब खै पाइन्छ कि पाउँदैन त्यो त अब हाम्रा दर्शकहरूलाई थाहा होला। हजुर। यो चाहिँ अब टिप्न लागि साह्रै यो टिप्न धौ छ। यो एकदम काँडाहरू छन्। काँडाले कोतार्ने खतराहरू धेरै छ हैन? एकदम जोखिम छ। यस्तै काँडाहरू गर्छ कि यो। हजुर। यसको पातहरूमा नि जताततै काँडा हुन्छ। हजुर हजुर। तर यो अप्ठ्यारोमा काँडाका बिचमा फलेको फलहरू हजुर राम्रै हुन्छ भन्ने छ। तर अब के गर्ने, अब विदेशमा भए त उपकरणहरू हुन्थे हैन। हजुर। ल्याब टेस्ट हुन्थ्यो होला। यसलाई प्याकिङ गरेर पनि राख्ने चलन हुन्थ्यो। अब हाम्रोमा त यो टिप्दै खाइहाल्यो, नत्र भने यो फेरि पग्लिन्छ कि यो यस्तो चिज हो। हजुर। यसभित्र अब के हुन्न, यस्तो भएपछि अब यो झोलो नि यो। हजुर। त्यो भएर यसलाई अब राख्न सकिन्न। टिप्ने हो तत्काल खाइहाल्ने। केही घन्टा मात्रै रहन सक्छ यो। केही घन्टा मात्रै रहन सक्छ। त्यही भएर हामीले यस्तो भाँडोहरूमा टिप्न लागेका छौँ। यो सुरक्षित भाँडोमा टिपेर घरमा भएकाहरूलाई पनि चाख्नुको लागि लैदिने व्यवस्था गर्दै हुनुहुन्छ। हजुर। हुन्छ, धन्यवाद तपाईँलाई। हजुर। अनि चाहिँ कहाँबाट आउनुभयो? टिफिन भर्नुभयो? छिमेकी। टिफिन भर्नुभयो? भर्नु भएको छैन? टिफिन चाहिँ कसलाई लैदिने यो? यो त अब मम्मीलाई गर। अनि हाम्रो सरले पनि एउटा भाँडो लिएर आउनुभएको छ। यदि टिपिसक्यो अहिले। यदि टिपिसक्नुभयो, यो बल्ल सुरु